हेलो एभ्रिवान गुड मर्निङ। सो सेवा नै म सिद्धार्थ बानद्वारा हजुरहरू समक्षमा फेरि नयाँ भिडियो लिएर आएको छु। र अर्ली मर्निङ म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ हामी यस्तो मजाको जग्गा छ है। यो चाहिँ यहाँको बगान एरिया। सो सबै मर्निङ वक गर्नेहरू मर्निङ वक गर्दैछ। म चाहिँ यहाँ किन आएको भन्दाखेरि चाहिँ मर्निङ फोटोसुट लिन आएको। यहाँ चाहिँ हात्तीहरू चितुवाहरू पनि लाग्छ अरे होइन। अन्त त्यो भएर चाहिँ मलाई अलिकति डर लागेको चाहिँ अलिकति ढिला है। सो यस्तो मजाको रहेछ है। सबै मर्निङ वकमा रहेछ हो। मजाको जग्गा। तपाईँलाई पनि कस्तो लाग्यो होला हेरिदिनु हो। यस्तो मजाको ठाउँ रहेछ है। यहाँ चाहिँ एकदम बर्ड वाचिङ बर्ड फोटोग्राफीहरू पनि हुनसक्छ। अलिक ग्याजेटहरू राम्रो छ भने यहाँ चाहिँ टी गार्डन एरिया भएर ओ पर चाहिँ मैले के देखेँ भन्दा चाहिँ इङ्ग्लिसमा चाहिँ थाहा छैन त्यसलाई के भन्छ। हामी चाहिँ प्रायः ढोडे कोइली भन्छ है, त्योहरू रहेछ होइन। किङफिसरहरू देख्दा रहेछ हो। डिफ्रेन्ट स्पेसिसको चराचुरुङ्गीहरू देख्दा रहेछ यहाँबाट चाहिँ। यहाँ चाहिँ एकदम अहिले जुन यहाँ स्प्रे भइरहेको छ है टी गार्डनमा अर्ली मर्निङ मजाको क्या एकदम मजाको दृश्य। पछाडि सनराइज हुँदैछ भर्खर होइन। अराउन्ड 7 o'clock टुडे। आज चाहिँ अलिकति वेदर कस्तो छ भन्दाखेरि चाहिँ एकदम राम्रो भइरहेको छ। अनि यस्तो मजाको वेदरमा चाहिँ म आइरहेको छु। अराउन्ड 7 o'clock भयो है। र यहाँको दृश्यहरू चाहिँ कस्तो लाग्यो के लाग्यो है तपाईँहरूले कमेन्ट गरिदिनु होला तपाईँहरूलाई हो। अनि यहाँको फोटोग्राफ्सहरू पनि म तपाईँहरूसँग सेयर गर्नेछु हो। अनि यहाँ चाहिँ ट्रेनको पट्री पनि रहेछ, ट्रेन पनि जाँदो रहेछ यहाँबाट। सो यस्तै छ आजको मर्निङ भ्लग है। तपाईँहरूलाई आजको साझा गरिरहेको छु यो मर्निङ भ्लग। यहाँको ब्युटिफिकेसन्स है टी गार्डनको एकदम रमाइलो क्या। वक गर्नु पनि यति मजा आउने क्या। हेर्नु त यहाँ चिया गाछ भएको चियापत्तीको गाछहरू भएको जग्गा त कहाँ चाहिँ नराम्रो छ होला होइन। सो त्यस्तो छ हेर्नु। म एक दुईवटा फोटोसुटहरू पनि लिनेछु मजाको क्या। यहाँ चाहिँ मर्निङ वकमा आउँदा रहेछ होइन, योगाहरू गर्ने हो। यस्तो मजाको क्या। कस्तो लाग्यो के लाग्यो है प्लिज रिभ्यू दिनु होला। तपाईँहरूको कमेन्टको प्रतीक्षा राख्दछु। सो आजको भिडियो आजको भ्लग यही अन्त गर्न चाहन्छु। मलाई पनि बिदा दिनुहोस्। थ्याङ्क यू फर वाचिङ। किप सपोर्टिङ है।